हामीले यो हप्ता सघन रूपमा राजनीतिक दलहरूसँग जेनजी प्रतिनिधिहरूसँग सघन रूपमा वार्ता गर्यौं। राजनीतिक दलको कार्यालयमै गयौं। मुख्य राजनीतिक दलका शीर्ष नेताको निवासमै हामी गयौं र हिजो मात्रै सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूको निवास बालुवाटारमा मुख्य राजनीतिक दलका शीर्ष नेताहरू जम्मा भएर सहमति भएको छ। त्यो सहमति के भने निर्वाचनमा जाने उहाँहरू बीचमा चाहिँ सम्माननीय प्रधानमन्त्री र प्रमुख 3 दलका शीर्ष नेतृत्व बीचमा सहमति भएर अब आजको बिहानीबाट यो नयाँ बिहानीबाट यहाँहरूलाई जानकारी गराउँ मुलुक निर्वाचनतिर अगाडि बढेको छ। र हामीलाई खुसी लागेको छ कि आज राजनीतिक दलहरूले समानुपातिको लागि बन्द सूची बनाइरहेका छन्। 14 गते उनीहरूले बन्द सूची 14 गतेसम्म पेश गर्दैछन्। नयाँ राजनीतिक दलहरू अब गठबन्धन गर्दैछन्। विभिन्न साझेदारहरू खोजेर एकट्ठा हुँदैछन्। त्यो अर्को खुसीको कुरा हो। ठुला र मुख्य राजनीतिक दलहरू चुनावको लागि होमिसकेका छन् र प्रतिबद्धता समेत आएको छ कि अब कुनै पनि राजनीतिक दल चुनावमा जान्न भन्ने अवस्था छैन। त्यो अर्को खुसियाले आएको छ। नयाँ दिनको नयाँ सुरुवात यसरी भइरहेको छ। र म के देख्दैछु भने यहाँहरूलाई जानकारी गराउँ, आजको यो पोखरामा आइराख्दा नयाँ दिनको नयाँ सुरुवात चुनाव मार्फत मुलुकको विकास र समृद्धिको बाटो कोर्दै नेपाल अगाडि बढ्दैछ। चुनाव मार्फत हामी विकास र समृद्धिको गन्तव्यमा, समुन्नत नेपालको गन्तव्यमा नेपाल अगाडि बढ्दैछ। र फागुन 21 पछि राजनीतिक परिदृश्यमा एउटा नयाँ आयाम र नयाँ मानक स्थापित हुनेछ कि जेनजी आन्दोलनको जनआन्दोलनको जगमा बनेको यो सरकारले गराएको निर्वाचनपछि आउने नेतृत्वले मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनेछ। र यहाँहरूलाई जानकारी गराउँ, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता कुराहरूमा अहिलेदेखि नै सरकारले काम गरिरहेको छ। र छिट्टै नै म नेपालको सुन्दर भविष्य देखिरहेको छु। यो सुन्दर नगरी पोखरामा आएर र यसको लागि सम्पूर्ण जनताहरूलाई म चुनावमा अब भाग लिन, राजनीतिक दलहरूलाई चुनावमा भाग लिन र सरकारवाला निकायलाई चुनावको वातावरण बनाउनको लागि आग्रह गर्छु। चुनाव मार्फत सुशासन, समृद्धि र भ्रष्टाचार मुक्त देश निर्माणको अभियानमा हामी सबै अगाडि बढौँ, यो आग्रह गर्दै मेरो भनाइ यही अन्त्य गर्दछु। नमस्कार।